प्रश्न नम्बर 1, महेन्द्र राजमार्गको शिलान्यास कुन ठाउँमा भएको थियो? यो प्रश्नको उत्तर तपाईहरु कमेन्टमा लेख्दै गर्नुस् है। प्रश्न नम्बर 2, ईयूका सदस्यहरूले कहिलेबाट युरो मुद्रा लागू गरे? 1 जनवरी 2002। प्रश्न नम्बर 3, चीन र भारत बाहेक नेपालबाट नजिक पर्ने तेस्रो मुलुक कुन हो? बङ्गलादेश। प्रश्न नम्बर 4, कोत पर्वमा सर्वप्रथम मारिने व्यक्ति को हुन्? अभिमान सिंह बस्नेत। प्रश्न नम्बर 5, भानुभक्तको न्वारानको नाम के हो? देवी भक्त। प्रश्न नम्बर 6, गजुर नभएको नेपालको एकमात्र मन्दिर कुन हो? अशोक विनायक। प्रश्न नम्बर 7, राजा जनकको वास्तविक नाम के थियो? शिरध्वज। प्रश्न नम्बर 8, राजा त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए? 6 जना। प्रश्न नम्बर 9, सेन वंशका संस्थापक को हुन्? रुद्रसेन। प्रश्न नम्बर 10, नेपालको पहिलो महिला मन्त्री को हुन्? द्वारिका देवी ठकुरानी। प्रश्न नम्बर 11, काठमाडौँबाट सबभन्दा नजिक पर्ने हिमाल कुन हो? जुगल। प्रश्न नम्बर 12, नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो? स्वयम्भू। प्रश्न नम्बर 13, सगरमाथालाई तेस्रो ध्रुवको उपनाम दिने व्यक्ति को हुन्? माइकल कर्क। प्रश्न नम्बर 14, राणा शासनकालमा तराईका जिल्लालाई के भनिन्थ्यो? तहसिल। प्रश्न नम्बर 15, परेवा र कैदी नामक कृति कसले लेखेका हुन्? विजय मल्ल। प्रश्न नम्बर 16, विवाह पञ्चमी कहिले पर्दछ? मङ्सिर शुक्ल पञ्चमी। प्रश्न नम्बर 17, रानी पोखरीको निर्माण कहिले भएको थियो? विक्रम सम्वत 1727। प्रश्न नम्बर 18, नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो? त्रिभुवन राजपथ। प्रश्न नम्बर 19, भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन्? कुलवीर थापा। प्रश्न नम्बर 20, सिउँडीको बोटलाई कुल देवताको रूपमा पूजा गर्ने जाति कुन हो? मेचे। प्रश्न नम्बर 21, सर्वप्रथम भ्याट लागू गर्ने देश कुन हो? फ्रान्स, सन् 1954। प्रश्न नम्बर 22, धिमाल जातिको पहिलो चलचित्र कुन हो? उनी। प्रश्न नम्बर 23, मकै पर्व कहिले भएको थियो? विक्रम सम्वत 1977। प्रश्न नम्बर 24, नेपालको सबैभन्दा पुरानो बैंक कुन हो? नेपाल बैंक लिमिटेड। प्रश्न नम्बर 25, पूर्वको पशुपति भनेर चिनिने मन्दिर कुन हो? खोटाङको हलेसी महादेव। प्रश्न नम्बर 26, उग्रतारा मन्दिर कहाँ पर्दछ? डोटी। प्रश्न नम्बर 27, झिलमिला ताल कहाँ पर्दछ? कञ्चनपुर। प्रश्न नम्बर 28, नेपालको पहिलो परराष्ट्र मन्त्री को हुन्? मोहन शमशेर। प्रश्न नम्बर 29, नारायण हिटी दरबारका डिजाइनर को हुन्? बी फोन। प्रश्न नम्बर 30, विश्वमा सबभन्दा बढी बौद्ध विहार कहाँ रहेको छ? मलेसिया।